हेलो लेडिज एन्ड जेन्टलमेन, वेलकम ब्याक टु माई अनदर भिडियो। हजुरहरूले स्वागत छ मेरो एउटा नयाँ भिडियोमा। अनि आज शनिबारको दिन होइन, खासै मेरो प्लान त केही पनि छैन, तैपनि म आज चाहिँ नि केही छैन, साथमा एक्लै छु म। अनि कोही नि छैन, रमाइलो लाग्छ क्या। यहाँनिर चाहिँ गेम चलिरहेको, यहाँनिर क्रिकेट खेलिरहेको छ होइन। यहाँ एउटा टिम भयो, अनि त्यसपछि आएर यहाँ एउटा टिम भयो, यहाँ एउटा टिम भयो। अनि यतानिर चाहिँ नि टिममा चाहिँ नि टिम छुट्याइरहेको होला सायद, अहिले खेलेको छैन। यता खेलिरहेको छ, बल हानेको छ, दौडेको छ, हाने 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 बल हानेको छ। कता गयो बल? खै ल, बल सायद यता आएको, बल हान्न रेडी। बलिङले हाने, बल हाने, हाने हाने हान्यो। कता गयो बल? गयो सायद, लिन गइरहेको छ प्लेयर। भनेपछि धेरै पर हान्यो, छक्का हान्यो क्या। आयो बल आयो, बल यता पुगेको छ। ब्ल्याक टी सर्ट अब जोखिरहेको छ बल। हाने 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 हान्यो हान्यो, छ माथि ठ्याक्कै। बल यता गएको छ यो प्लेयरमा, छ माथि। गुड प्लेयर। हाम्रो म्याडमजी गइरहनु भएको छ, थाहा छैन के सोचिरहेको होला, सायद डेटिङमा आउनु भएको होला। मोबाइल स्विच अफ भयो, भएन त तनाव। बाबा के गर्ने त, आउनु पर्ने गो गर्न। अनि त्यसपछि मोबाइल त स्विच अफ भइसक्यो होइन। अनलाइन राइड बुक गर्ने कसरी, भएन त न पनि। सोची एकछिन, सोची अनि त्यहाँनिर चोक हुन्छ नि, चोकमा चाहिँ नि राइडरहरू बसिरहेको हुन्छ नि, अनलाइन राइडरहरू। अनि म गएँ, टुई पारेर गएँ होइन। यसरी गएँ अनि गएर मैले सोधेँ, दाइ खाली हो भनेर सोधेँ। हो भाइ हो भनेर भन्यो। अनि भनिसकेपछि अनि मैले भने नि त यो ठाउँमा जानुपर्ने हो, के कति रुपियाँ लिनुहुन्छ भनेर भने होइन। अनि भने ठिक छ भाइ, अरूलाई त यति रुपियाँ हो, तिमीलाई यतिमा पुऱ्याइदिउँला नि भनेर भन्नुभयो। अनि ल दाइ जाउँ भनेर म बसेँ। अनि बसेर तिनीकोबाट गोकर्ण आउनुपर्ने झन्डै 7.5 किलोमिटर जति हो। तिनकुनेको ग्राउन्डमा बस्दा तिनकुनेको ग्राउन्डमा बस्दाखेरि चाहिँ नि त्यति गर्मी थिएन क्या, जति मलाई यहाँ आउने बेला भयो। बिच रोडको जुन तातो हुन्छ नि, त्यो यस्तो हपहप क्या, पुरै हपहप, त्यस्तो गर्मी के। फ्यान्टा खाऊ, गर्मी घटाऊ। गर्मी भइसकेपछि यस्तो अल्छी लाग्छ है, केही पनि गर्नु मन लागेन। यो त मेरो यसरी चाहिँ नि अल्छी मानेकै भएर चाहिँ हो, मेरो युट्युबमा चाहिँ नि भिडियो आउन नथालेको थियो होइन। लास्ट भिडियो मैले हालेको कति भन्दा 19 दिन 2 घन्टा भइसक्यो रहेछ होइन। अल्छीपनले गरेर हो क्या। गर्मीमा है मैले भनेछु त्यो भएर एकदम बडी एकदम तातो भएको छ। त्यसको लागि चाहिँ फ्यान्टा, चिसो फ्यान्टा, धेरै त्यो चिसो पनि धेरै चाहिँ नि खानु हुँदैन क्या। अब यही चिसो छ होइन, यो चिसोलाई चाहिँ नि कसरी भन्दाखेरि हल्का रुम टेम्परेचर पुगिसकेपछि मात्र खाँदा राम्रो। अनि मैले भर्खरै एउटा साथीलाई कल गरेँ, अनि कल गरेर आउन म एक्लै भयो, यसो कम्पनी देऊ भनेर चाहिँ भनेको। होइन साथी, म त बिजी छु, म त काममा छु, म 4 बजेपछि मात्र म त फ्री हुन्छु भनेर भनिसकेपछि अब काम छ भनेर के भन्ने हो। हुन्छ नि त, पछि भेटौँला। कपाल पनि यस्तो भएको छ। ओके, म चाहिँ अब हिँडिसकेँ यहाँबाट। गोकर्णमा महोत्सव चलेको रहेछ। मैले भिडियो गरिनँ किनभने म महोत्सवमा नै गएँ। नगएको भन्दाखेरि म सुतिरहेको थिएँ क्या दिउँसो, यस्तो गर्मीले भएर। अनि सुत्दै मेरो यो यहाँबाट ल त्यस माथिको पुल खुलिसकेपछि त यो माछा मारिरहेको रहेछ त यहाँ। खोइ माछा पाउँछ त यहाँ? यस्तो छ यार, पानी यस्तो छ। यहाँनिर जुन यहाँ खोला, मतलब यो खोला छ नि, पानी पर्नुपर्छ होइन। पुल नै देख्दैन भने कहाँ हो, कहाँ पुल नै गायब हुन्छ। माथि महोत्सव चलिरहेको रहेछ, तपाईँ नजानु भएको? महोत्सव चलिरहेको रहेछ त मासतिर गोकर्णमा। अनि नगएको तपाईँ? जाने नि यसो राम्रो
यताबाट पो जाने हो ए के भन्दैछ दाइ तपाईँले कति पुग्नु हो तपाईँ लास्ट महँगो पर्छ होला है यहाँ त रोयल प्यालेस यता आएको छु यता त हामी होइन कफी खान आउँछ यतातिर त आउँदा आउँदै पानी पऱ्यो भन पानी परेर म चाहिँ घर फर्किँदैछु एकदम राम्रो हुन्छ क्या पानी परिसकेपछि पनि भइहाल्यो यस्तो गर्मीको बेला चिसो पानी परेर ठिक्क आनन्दको क्या गइरहेको छु म घरतिर हाम्रो इन्डाइपको दाजुसँग बाटो नि खाली खाली छ एकदम त्यस्तो देखिँदैन नि तपाईँ अफिसबाट काम गरेर आएको देखिन्छ हो र के काम गर्नुहुन्छ दाइ बिजनेस म्यानेजमेन्ट हेर्छु भनेपछि तपाईँ काठमाडौँको मान्छे होइन क्या होइन त्यही हो क्या काठमाडौँ बाहिरको मान्छेले नै हो त्यसो दुःख गर्ने होला काठमाडौँमा जग्गा भयो सिङ्गलाला हुन्छ अँ रेकर्ड गरिरहेको क्या अँ युट्युबमा हाल्छौ गाह्रो छ हो दाइ भ्लग गर्न पनि उठाइराख्नु पऱ्यो पोजिसन मिलाइराख्नु पऱ्यो होइन अनि यसपछि के बोल्नुपर्छ भनेर सबै याद गर्नु पऱ्यो अनि त्यसपछि एडिट गर्नु पऱ्यो बाफ्रे होइन मैले त फर्स्टमा क्या त्यस्तै त हो नि रेकर्ड सेकर्ड गऱ्यो हल्का फुल्का एडिट गऱ्यो त्यसपछि त भइहाल्छ नि भन्ने सोचेर स्टार्ट गरेको अब फेरि बिचमा के छोड्ने जस्तो भयो क्या गर्छु भनिसकेपछि त सक्सेस होस् नहोस् त्यो छुट्टै कुरो क्या आहा यस्तो वेदरमा दाइ हेर्नु कफी टक्क होइन खाना अझै पनि छ नि दाइ अघि नपाने एउटा दाइलाई भनेको थिएँ कि मैले होइन अझै पनि यो बाइक चलाउन राम्रोसँग आउँदैन कि मान्छेहरूलाई साइड लाइट पाल्छ हो पालेर जता साइड लाइट पाल्यो उतातिर जाने त्यो ठिक हो होइन तर के गर्छ भने लुकिङ ग्लास हेर्दैन क्या पछाडिबाट नि मान्छे आइरहेको छ कति डिस्टेन्समा त त्यो नि हेर्नु पऱ्यो नि त होइन झन्डै हालिदिएको भने झन्डै कुन कार हो त यो म सोच्दै थिएँ मोबाइलको चार्ज सिद्धेर मोबाइल स्विच अफ भइसकेछ म चाहिँ बोलेको क्या होइन अनि त्यसपछि ठ्याक्कै थाहा पाएँ मोबाइल नै स्विच अफ भयो भनेर अनि त्यही दाइसँग कुरा गर्दै बाटोमा नि पानी पऱ्यो है पानी पऱ्यो बाटो साटो नि त्यस्तै त होइन बाटोहरू हिलो आएँ अनि घर आएर अहिले पनि मैले चाहिँ नि मोबाइल चार्जमा जोडेर भिडियो बनाइरहेको छु क्या ठिक छ अब भेट होला अर्को ब्लगमा यति भन्दै म समाप्त गर्न चाहन्छु थ्याङ्क यू फर वाचिङ दिस भिडियो यदि नयाँ हो भने सब्सक्राइब गर्नु होला बाई